अब यो एकदम महत्त्वपूर्ण पाटोलाई हामी यही गजलहरू टाइप गरिरहनु भएको छ अनि 3-4 वटा गजल जस्तो लाग्यो नि यसो हेरेको त एकदमै राम्रो लेख्नु हुँदो रहेछ उत्कृष्ट अहिलेको भनौँ न लेभलमा भनौँ न एउटा एकदम अहिले हाई लेभलमा गर्ने गजलकार स्थापितहरूको लेभलमा छ त्यो उहाँको गजल अनि एकदम राम्रो लाग्यो मलाई मैले म कम्पोज गरेँ 3-4 वटा मैले गरेको छु उहाँको चाँडै रेकर्ड पनि गर्छु त्यो मध्ये एउटा अहिले सुरुवात जिन्दगी ओके हामी साझा आवाजमा फेरि पनि एउटा मिठो गजल प्रस्तुत गर्दैछौँ विशेष गरी आज सत्यराजका गजलहरू जसको अघि भनिसक्नु उहाँले 100 वटा गजल सत्यराजले आफूले लेख्नुभएका गजलको एउटा पुस्तक पनि सार्वजनिकरणको एउटा तयारीमा हुनुहुन्छ त्यस्तै गजल एल्बम पनि संगीतको बजारमा आउँदैछ उहाँको र धेरै आधुनिक गीतहरू छन् कतिपय चलचित्रहरू उहाँले र सत्य र स्वरूपले संगीतबद्ध गर्नुभएका चलचित्रहरू पनि अहिले संगीतको बजारमा चलचित्रको बजारमा आउन बाँकी नै छन् केही एल्बमहरू पनि आउन बाँकी छन् यो संगीतको संसारमा धेरै क्रियाशील व्यक्तित्व र संगीतमा साँच्चै गरी जुनेको व्यक्तित्वहरू सत्य र स्वरूप र आजको प्रस्तुतिमा भने सत्यराज एक्लै यो साझा आवाजलाई तपाईँ समक्ष आफ्नो आवाज प्रस्तुतिको माध्यममा आउनुभएको छ अब सत्यराज एउटा फेरि अर्को मिठो गजलको प्रस्तुति साथ शुरुआत जिन्दगीको तिमी बात गर्नु छ या कति हेर्दै सँगै सँगै गर्नु छ शुरुआत जिन्दगीको शुरुआत जिन्दगीको तिमी बात गर्नु छ या कति बेलवारी सँगै सँगै गर्नु छ शुरुआत जिन्दगीको Sing
निकै आनन्द आइरहेको छ, एकदम मजा आएको छ। अहिले साथ आवाजको यो बसाइमा फेरि पनि हामी सत्यराज आचार्यसँग कहिले गजल कहिले आधुनिक गीत र यस्तै प्रकृतिका यो अलिकति कर्ड्स प्रोग्रेसन भएको है। अनि बिटमा पनि मलाई एकदम मनपर्ने कम्पोजर आरडी बर्मनको कस्तो ल्यान्डिङ एकदम मजा लाग्यो।